बेसार है बेसार 2 चम्ची अनि यो चाहिँ के को अचार हो? यो चाहिँ यसमा चाहिँ सबै कुरा मिक्स छ है मसलामा। यो लप्सीको हो। लप्सीको अचार। अनि यो चाहिँ कलर आउने खोर्सानीको पाउडर है, कश्मिरी पाउडर के पनि भन्छ नि यसलाई चाहिँ, त्यो हो हैन। हामी चाहिँ अचार बनाउँदै छौं र यो चाहिँ खोर्सानी मैले घरमै पिसेको हैन। अनि यसमा चाहिँ जिरा, धनिया अनि मरिच अनि मेथी हैन, अनि त्यसपछि चाहिँ टिम्बुर मिक्स गरेको छु है मैले है। हेर्नुला अनि तेल चाहिँ आज के भयो भने बाहिर काम गरेको हैन, तेल चाहिँ डढेर कालै भएछ के तताएर राखेको त, तेल त डढेर यस्तो भएछ है, कालो भएछ, झन्नै बलेछ कि आज त। बलेको भए के हुन्थ्यो होला थाहा छैन है। यसरी चाहिँ हाम्रो यो प्रगतिशील महिला उद्यमी अचार अनि यसरी बनाइँदैछ। अनि यहाँ बनाइसकेको अलरेडी यहाँनिर बट्टामा छ। अब तपाईहरुलाई देखाउनु पर्दाखेरि यो चाहिँ तयारी भइसकेको। यो लप्सीकै हो, लप्सीको छ, या मुलाको पनि छ। अनि यो हामीले यो चाहिँ खाँदै गरेको यो पनि छ। त्यसैगरी यहाँनिर यसरी तपाईहरुलाई खाउँ लाग्छ भने हामीले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र हामी उपलब्ध गराउने छौं। लप्सी, मुला अनि अर्डर भयो भने हामी मासुको पनि बनाउने छौं र तपाईहरुलाई चाहिँ उपलब्ध गराउने छौं। हाम्रो अचार यसरी हामीले तयारी गर्दै छौं। अनि स्वाद अनुसार अब नुन पनि हाल्दै हुनुहुन्छ, अनि स्वाद अनुसार आफूले कतिको खाइन्छ त्यही अनुसारले। अनि यसरी हामीले चाहिँ अचार बनाउँदै छौं। अनि विशेष गरी चाहिँ यो लप्सी र मुला अहिलेलाई चाहिँ त्यो मात्रै छ, तर हामी अर्डर भयो भनेदेखि हामी काउलीको, बन्दाको, मासुको र अरूको पनि हामी बनाउन सक्दछौं। र यसरी हामीले बनाएको अचार तपाईहरुलाई चाख्नु मन लाग्छ र तपाईहरुलाई बनाउनु आइडिया छैन तर अचार खानु मन लाग्छ भनेदेखि चाहिँ यो अर्ग्यानिक, यसमा हामीले बाहिरको कुनै केमिकल मिसाएको छैन, घरभित्र भएकै सामानहरु मसलाहरुबाट बनाएको हाम्रो अचार छ। र यसलाई तपाईहरुले एकदमै अर्डर गर्नुहुन्छ भनेदेखि हामी उपलब्ध गराउने छौं र कुन साइजमा तपाईहरु चाहिन्छ त्यही अनुसार हामी उपलब्ध गराउने छौं। यो विभिन्न साइजमा छ। हामीले अचार राख्दा चाहिँ बट्टा चाहिँ चिसो हुनु हुँदैन, अनि पानी चाहिँ सबै पुस्नु पर्छ हैन, बिग्रिने भनेको पानी त्यो हो अचारहरु चाहिँ। त्यसपछि अर्को कुरा चाहिँ सकेसम्म हामी सिसाको अचारमा धेरै समयसम्म राख्नको लागि तत्काल खानलाई त जुन बट्टामा हाले नि भयो प्लास्टिककोमा, अहिले हामीसँग भएको चाहिँ प्लास्टिकैमा छ र यो तत्कालै यो अर्डर भइसकेकोहरु सामानहरु भएको भएर हामी दिइहाल्ने भएको भएर चाहिँ प्लास्टिकमै राखेका छौं, प्लास्टिककै बट्टामा। तर 2 वर्ष 3 वर्षसम्म राख्ने हो भने चाहिँ प्लास्टिकको बट्टामा हुँदैन, त्यसको लागि चाहिँ सिसाको बट्टा नै चाहिन्छ। र त्यसको लागि पनि अब अर्डर भयो भने हामी सिसाकोमा हालेर लङ टाइमको लागि पनि दिन्छौं, तर यो चाहिँ एकदमै सर्ट टाइमको लागि भनेर प्लास्टिककै बट्टामा हामी राख्दै छौं। हस्, धन्यवाद। हाम्रो भिडियो हेरिदिनु भयो, चाहिन्छ भने अर्डर गर्न सक्नुहुनेछ। धन्यवाद।